यो उपोषद व्रत भनेको आज भइरहेको चाहिँ यो मध्यपुर ठिमीको गुङ्गचिवामा हाम्रा यजमान मानकाजी र इन्द्रलक्ष्मीजीको अब करुणा पुण्यद्वारा उहाँहरूको चाहिँ सङ्कल्पद्वारा चाहिँ 166-67 जनै छन् यहाँ मध्यपुर ठिममा अष्टमी व्रत बसिरहेका श्रद्धालु भक्तजनहरू सबै छन्। तद्यथा ओम अमोघशील महाशील शुद्ध सत्व भर भर सम्बर सम्बर पद्मविभूषित भुजधराय समन्तावलोकितेश्वराय ओम आउँ स्वाहा। सम्पूर्ण बुद्ध बोधिसत्वहरूलाई वन्दना गरेँ, नमस्कार गरेँ र बुद्धद्वारा देशित धर्महरूलाई वन्दना र बुद्ध धर्मका त्रिरत्नमा सङ्घरत्न भनेर आर्य अवलोकितेश्वर करुणामयलाई मूल रूपमा लिइन्छ। आजको दिन कार्तिक शुक्ल अष्टमी भनेको मुख अष्टमी नेपाल मण्डलको लागि एउटा अत्यन्त पवित्र पावन दिन है। यो सत्ययुगदेखि नै सुरु भएको र आजको मुख अष्टमीको दिन चाहिँ कसरी पावन दिन भन्दाखेरि बुद्ध धर्ममा 3 यान हुन्छ, श्रावक यान, प्रत्येक बुद्ध यान र महायान। श्रावक यान दुःख सत्यदेखि टाढिएर भिक्षु बनेर गृहस्थ धर्म छोडेर भिक्षु बनेर सन्यासको जीवन लिएर निर्वाणमा जान्छन्। जसरी शैव मतमा जोगी बनेर फकीर बनेर जान्छन्, त्यसै गरी बुद्ध धर्ममा पनि भिक्षु बनेर अरहत बन्न लाग्छन् र प्रत्येक बुद्धयान आफू एक्लै चर्या गरेर बुद्धत्वको प्राप्तिको लागि चर्या गर्छन् भने महायानमा चाहिँ सर्वसत्व प्राणीहरूलाई म बुद्ध बनाउँछु, सर्वसत्व प्राणीहरूलाई म बुद्धको मार्गमा बोधिसत्वको मार्गमा लग्छु र सर्वसत्व प्राणीहरू एउटा प्राणी रहन्जेलसँग पनि म निर्माणमा जाँदिनँ, महानिर्माण प्राप्त गर्दिनँ भनेर भन्ने यानै महायान अथवा सम्यक सम्बुद्धि यान, वज्रयान, उपाययान आदि आदि नामले विकास भएको हो। र यसमा चाहिँ मूल उद्देश्य संसारभरिका सम्पूर्ण चराचर प्राणी मात्रलाई चाहिँ आफ्नो महाकरुणाद्वारा सम्पूर्ण प्राणीहरूलाई हेरिन्छ र सम्पूर्णलाई दशपारमिता चर्या गराई बुद्ध बन्न र बनाउन प्रेरित गर्ने चाहिँ महायान वज्रयान धर्म हो। नेपाल मण्डलमा परापूर्व कालदेखि नै आजको दिनलाई मुख अष्टमी भनिन्छ। मुख अष्टमी भनेको आज बोधिसत्व श्री करुणामय उदय भएको युग हो। श्री करुणामयको जन्म पनि मानिन्छ र लोकेश्वर जन्म अथवा विभिन्न लोकेश्वर परिचय मेरै बद्ररत्न गुरुको विभिन्न पुस्तकहरूबाट पनि थाहा हुन्छ। आजको दिनमा श्री पशुपतिनाथ भनेको नेपालकै आराध्य देव अथवा विश्वकै मूल महादेव शिवलिङ्गलाई चाहिँ हाम्रो वज्रयान मत अनुसारको पञ्चबुद्धको मकुट पहिराइन्छ। पञ्चबुद्धमा भैरोचन बुद्ध, अक्षोभ्य बुद्ध, रत्नसम्भव बुद्ध, अमिताभ बुद्ध, अमोघ सिद्धि बुद्ध र 4वटा ताराहरू मामकी तारा, लोचनी तारा, पद्मनी तारा, मामकी लोचनी पद्मनी तारा, यी 4वटा ताराहरूको पञ्चबुद्धको मुकुट भएको है। त्यस्तो मुकुट हामीले हेर्न सक्छौँ। त्यो पञ्चबुद्धमाथि पञ्च तारासँगै पञ्चबुद्ध, त्यसको माथि वज्रसत्व गुरु र वज्रसत्वको माथि त्यो मुकुट चाहिँ अहिले मैले यहाँ पूजा गर्दा पनि राखेको छु। सो मुकुट चाहिँ स्वयम्भूको स्तूपकार हुन्छ र त्यसको माथि शून्यता ज्ञान रूपी वज्र हुन्छ र त्यही मुकुट चाहिँ बोधिसत्वको रूपमा मानिएको भगवान पशुपतिनाथ बोधिसत्वलाई चाहिँ मुकुट लगाइन्छ। त्यसको कथा पनि छ र यो चाहिँ महाकरुणामय भनेको पद्मपानी लोकेश्वर, अमोघ पाश लोकेश्वर र नेपालमा मूल करुणामय चाहिँ अमोघ पाश लोकेश्वरलाई मानिन्छ भने अन्य पाटनको करुणामय, चौबारको करुणामय, नालको करुणामयहरू पनि मूल करुणामय 4वटा हुन् र 108, 365 र ज्ञान र ध्यान अनुसार 1008सम्म पनि करुणामयको पूजा गर्ने चलन छ। यो उपोषद व्रत भनेको आज भइरहेको चाहिँ यो मध्यपुर ठिमीको गुङ्गचिवामा हाम्रा यजमान मानकाजी र इन्द्रलक्ष्मीजीको अब करुणा पुण्यद्वारा उहाँहरूको चाहिँ सङ्कल्पद्वारा चाहिँ 166-67 जनै छन् यहाँ मध्यपुर ठिममा अष्टमी व्रत बसिरहेका श्रद्धालु भक्तजनहरू सबै छन् र यो व्रत पहिला हरेक महिना गरिन्थ्यो। सम्भव भए पाक्षिक रूपमा गरिन्थ्यो अष्टमी प्रतिको र त्यो पनि सम्भव नभएर अहिले वार्षिक रूपमा एक दिन भए पनि गर्नुपर्छ र हामीले मानिस भएर जन्म लिएपछि यो करुणामयको उपोषदाङ्ग यो अष्टशीलमा बसेर एक दिन भए पनि अष्टमी व्रत बस्नुपर्ने
मान्नुपर्ने व्रतमा रहनुपर्ने अनिवार्यता छ। सम्भव भए पाक्षिक रूपमा, सम्भव भए नित्य अष्टशीलमा बस्ने, तर भिक्षुहरूको लागि गरेको भयो र गृहस्थको लागि पञ्चशील मात्र भयो। तर आजको दिन चाहिँ प्राणीपात नगर्ने, अधत्ता दान नगर्ने, आमिषहरू नखाने, यौन दुराचार, मृषावाद नगर्ने, अनि जान रक्सी आदि आफूलाई एकदमै उन्मत्त हुने, प्रमाद हुने खालका केही पनि वस्तुहरूको अभक्ष्य सेवन नगर्ने र सम्भव भए त आजको दिन नुन पनि नखाने, नुन पनि बार्ने गरेर एक छाक मात्र खाइन्छ। र अष्टमी व्रतले के हुन्छ भने भगवान् करुणामयको अनुकम्पा प्राप्त होस् भनेर हामीमा पनि बुद्ध बन्ने, बोधिसत्व बनाउने र पारमिताचर्या गर्ने ज्ञानहरू दिइन्छ। बुद्ध धर्म सङ्घको मण्डल पूजा गरिन्छ, लक्ष्य चैत्य गरिन्छ र मूल अष्टादश भुजा भनेको चाकालाडुमा 8वटा हात भएको श्री करुणामयको पूजा उपोषद बसिन्छ र सोही उपोषद सुरुमा चाहिँ नदीमा गएर स्नान गरेर कलश ल्याएर राखिन्छ र अन्तमा पनि नदीमै विसर्जन गर्ने र उत्पत्ति क्रम निष्पन्न क्रम भने जस्तै हामी संसारमा शून्य भावबाट उत्पन्न भयौँ र शून्य भावमै विलिन भयो भनेर त्यो मान्यता छ। र यो चाहिँ सम्यक सम्बुद्ध बन्ने, दश पारमिता चर्या गर्ने, चतुर्ब्रह्म विहारको अभ्यास गर्ने र एउटा जन्म नभए हरेक जन्मपत्तिका हरेक जन्ममा चाहिँ पारमिता चर्या र तथागत चर्या गर्ने यो अभियानमा चाहिँ यो बोधिसत्व चर्या हो। र सर्व प्रकारम जगतो हिताय भनेर सबै प्राणीहरू पहिला हित होस्, त्यसपछि मात्र म बुद्ध हुन्छु भनेर करुणा रूपी महाकरुणाको अनुष्ठानलाई चाहिँ हामीले चाहिँ करुणामयको धलौदनीको अथवा श्री करुणामयको उपोषद व्रत बस्ने भनेर भन्न सकिन्छ। र म शान्तरत्न वज्राचार्य मूलाचार्य गुरुजुको रूपमा छु र अनिल रत्न वज्राचार्य र बाबु रत्न गुरुजु 3 जना गुरुजु छौँ, गुरुमाजुहरू पनि र सम्पूर्ण उपासक बसेर आज चाहिँ हामी मध्यपुर ठिमीको नवचैत्य महाविहार गुङ्गा छेउमा चाहिँ अपोषदाङ्ग करुणामयको अष्टशील बस्दैछौँ। अष्टमी व्रत निरन्तर भइरहेको छ। सबैको जय होस्, सबैको मङ्गल होस्। रत्नत्रयं नमस्तुते सर्वं प्रति दिशा मेघम अनुमोदे जगत पुण्य बुद्ध बोधो ददे मन आबोधो शरणम्यामि बुद्ध धर्म गणोत्तमं बोधि चित्त करोमि स्वपरार्थ प्रसिद्धय उत्पादयामि बरबोधि चित्त निमन्त्रयामि अहं सर्वसत्त्वान् इत्थं चरिष्ये बरबोधिचर्यं बुद्धो भवयं जगतो हिताय, बुद्धो भवयं जगतो हिताय, बुद्धो भवयं जगतो हिताय। सबैको जय होस्। नमो रत्नतिराय जिजिन मान काजी प्रजापति मला छिमी वह नंबर 6 का जे ठना करा आ जे ठना तो जे करनामय जा जिन दाब थगना यार न मला आगा या जिन मजीते या आ तो सकल पूरा कशिता जे जे मला सकशिता जे ठुन के मन पक्का निचे दुगसी का वेला मला एवे जे बस बोले जे बजन न छन जुला अति याउले थो दास का या मुची या फसा मोला आ मोसा जे उमेर न वन आ बरन याउला से छो खुई ने मा ओली मन आ थोड़ा जिसन जिन मसिन निवाति ले करना में यु कमला छिटा जने असिना तो म वसफल का बगला ते ना सकल प्राणी उड़ाया जो म करना में का वे मुझे ते लिएगा गुरुजु आज जी जयमा अनिल गुरुजुला आना सैरो रत्न जुला बहुरत्न जुला तोले पीना जुला गुरुजु पे निश्चित जानना नु बनी जा छ जलपानी मेने तो रोया मेने ते सकसिया का सकसिया बकसिला मोला अनि पैसा जाला अब पैसा को बोलियो देने असिना यो नि मने तल सकना जी मान का जी मुजी ते योगा आ मेरे जिसको मगन सकसिया या फेकर गा जी मुजी ते याद नु धन्यवाद का वन था जी मिजे हो बसे रोड को मरेगा मगर जे दे याव जे सफल देगा मन त जे सिद्ध देगा वन था लुफे मगा सकता का
nữa khi là bị tra bị kế bị ở bị cá bị chơi bị sức kích nào cả sức ra tận bạn được nữa tớ đang cái tận bạn được sức kích ra tụi chơi bị ra sức kích ra वो सब लिखा नहीं का बाबू चिक भी तो ना सब कुछ ना का वो सब भी तो ना जेवणा इंगर लक्ष्मी पाच तल जी खुशी जी आज तला सो दांजो खुशी यंगो पसपु फकमुना पसपु ये पाच का सो लारे यंगा था करना में ये तला सो दांगो खा करना में ये तला दाने जी इच्छा जोड़े तला सो दांगो खा सच्चा फ्रेंड है माँ जी लम्हा पुलिस तो तन्नी बात का